के भएर पाइदैन हैन के भएर पाइदैन टेबुलमा गएर भन्नु पर्यो नि टेबुलमा गएर भन्नु पर्यो कागज दिनु पर्यो नि त तपाईहरुलाई हिजो नि आएर भने आज यस्तो नभन्नु तपाईहरुलाई हिजोसम्म टाइम थियो त गएर टेबुलमा दिनु पर्दैन गएको छ यस्तो नगर्नुस् अहिले चाहिँ पाइदैन यो तपाईहरु नआउनुस् नआउनुस् घर खेल्नु घरमा आइपुग्यो भने मलाई म्याच चाहिँ एक दिन पनि हुँदैन एक दिन पनि हुँदैन त्यो टाइम एक महिनाको हामीले दिने हो तिमी अस्ति पनि दिएको थियो टाइम बाहिर बोलाउनुस् बरु सल्लाहमा बाहिर बोलाउनुस् सल्लाहले बाहिर बोलाउनुस् बरु हामी तपाईहरु सहयोग गर्छौं के अनि म जानै दिन्न भनेर डोर आवेला बुगरे हाम्रो त पीडा छ 90 वर्षको बुढी आमा 84 गरे बुढी आमालाई हजुर हामीले हो त तपाईको घर खाली गरे हामीले खरिद गरे हो अनि आमालाई चाहिँ ढाल बनाएर तपाईहरु चाहिँ असर चाहिँ सेक्न पाइन्छ त्यो आमालाई त तपाईहरुले पाल्ने कर्तव्य हैन तपाईहरुको चाहिँ पैतृक सम्पत्ति खाने लिलाम गर्ने उद्यमी बनी के गर्ने अनि पैसा चलाउने त्यो जसले लिलाम सकाएर चाहिँ उ पनि त नेपाली जनता होला नि उसको पनि त पैसा कहाँबाट लिएर आएको होला आफ्नो घरमा आएको है माथिबाट पानी गडगड फोहोर पानी हाल्दै मलाई त यहाँ मान्छे वरिपरि सबैले प्रत्यक्ष उछ मलाई खाली गर्दै भनेको छ खाली गर्ने तपाईले कहाँ गएर व्यवस्थापन गर्ने मलाई मेरो सरकारको विषय होइन के दिदी 3 करोड दिन्छु म छोड्नले छोड्दिन कि बुढी आमालाई मारोस् 90 वर्षको बुढी आमालाई मारेर पस्छ भने पसोस् हुन्छ हामी जान्छौं हामी जहाँ जान्छौं हामी 3 दिन खोजेका छौं 3 दिन छौं हामी खुसी साथ दिन्छौं 2 हालेसी हामी 3 दिन होइन 2 होइन 230 हो 230 हो अर्काको चाहिदैन पनि चाहिदैन त्यो हुँदैन हामीलाई 1 महिनाको टाइम दिनु जानु 1 महिनापछि आउनु 1 महिनामा पैसा भएन छ भने लैजानु त्यो औलो ठड्याएर बुगर र तपाईलाई यत्रो दिन अस्ति पनि तपाईलाई अस्ति म्याच थियो अस्ति खाली गर्ने भनेको थियो अनि तपाईहरुलाई अब अस्ति पनि ल भइगयो तपाईहरु मिलेसम्म हुन्छ भनेर 15 दिन अस्ति टाइम दिए हैन अनि किन तपाईहरु चाहिँ अनि त्यो उ चाहिँ किन त 5 करोडले अनि पैसा हामीसित सोध्ने हैन नि त तपाईहरुको लेनदेन व्यवहार हामीलाई सोध्ने हो हामीसित खरिद बिक्री भयो भन्यो भन्न त पाइन्छ त्यही त भन्यो भनेर अब हामीलाई सोधेर भएन नि त आमा हामीलाई सोधेर भएन नि त छोराले गल्ती गर्दा आमालाई बु हुन्छ भन्ने हुन्छ मेरो नाममा छ नि त छोराको नाममा घर पनि हो मेरो नाममा किन त म्याद बुझ्नु भयो होला नि त किन मेरो नाममा त म्याद बुझ्नु भयो होला 1 महिनाले म्याद दिनु म 1 महिना म तिर्छु ल जानु तपाईहरु खुसी साथ जानु होइन भने बुढी आमालाई यहाँ छप्प पार्दिन ल म म गएर जेलमा बस्छु अनि बस्नु फ्री साथ बस्नु ल जानु हाम्रो त पीडा छ 90 वर्षको बुढी आमा 84 गरे बुढी आमालाई हजुर हामीले हो त तपाईको घर खाली गरे हामीले खरिद गरे हो तपाईहरुले हामी जाने भने अस्ति आएर त बुझेर जानु भछ त्यही त मिल्नु भने तपाईहरुले मिलाउन पर्यो नि त सकभर ओडाले मिलाउन पर्यो महानगरले मिलाउन पर्यो हामी नै नमाने चाहिँ गर्न पर्यो अनि मलाई खाली गर्दै भनेको छ खाली गर्ने तपाईले कहाँ गएर व्यवस्थापन गर्ने मलाई मेरो सरकारको विषय होइन के दिदी मैले भन्ने होइन तपाईहरुलाई यत्रो टाइम दिएपछि तपाईहरुले टाइममा गर्न पर्यो नि त अस्ति 15 दिन टाइम थप दिए हैन अस्ति आको डोर हैन तपाईहरु आइरहनु खै अस्तिको डोरको बुल्यौ त खास सबै कुरो अगाडि लिलामी प्रक्रिया चाहिँ यहाँ के छ कसो छैन हैन अहिले घर चाहिँ बादी बालकृष्ण श्रेष्ठ के हुनुहुन्छ है बालकुमार श्रेष्ठको नाममा छ उहाँहरुकोबाट बालकुमार श्रेष्ठको नाममा आएको उहाँले मुद्दा हाल्नुभयो उहाँहरूलाई खाली गर्नु पर्यो भाडा दिलाउनु हामीले भाडा दिलाउनु पर्यो भनेर मुद्दा जित्यो महानगरपालिकाबाट प्रतिवादीले घर खाली गर्ने ठहर छ भनेर भयो त्यस उपर चाहिँ पुनरावेदन जानुभयो काठमाडौँ जिल्ला अदालतमा उहाँहरू बालकुमार छेत्री लीला थापा छेत्री हुनुहुन्छ प्रतिवादी हैन अनि काठमाडौँ जिल्ला अदालतबाट पनि महानगरकै मुद्दा चाहिँ सदर भयो क्या प्रतिवादीले घर खाली गर्ने भन्ने नै ठहर्यो उहाँहरुले बेच्नु भएको के हो यो चाहिँ बैंकबाट लिलाम आएको हो के हो सबै भन्ने बैंकमा बैंकले लिलामी गरेको कुन बैंकले प्याम बैंकले कैलाश थियो कैलाशबाट त्यो त्यही घरलाई उ गरेको हो त्यहाँबाट हामीले 90 लाख बुझाउँदाखेरि लिलाम गरेको हो 90 लाख बुझाउँदाखेरि लिलाम गरेपछि हामीले पटक पटक तिर्छु भन्दाखेरि उलाई 5 चाहिने रे 5 करोड चाहिने 230 हालेको छ त्यसले हामी 3 दिन्छौँ यति जसोको ब्याज साम दिन्छु 1 महिनामा म तिर्छु तर म उ गर्न चाहिँ दिन्न हामी कहाँ जाने 90 वर्षको बुढी आमालाई लिएर कहाँ जाने भन्नु त तपाई ल भन्नु त ल कहाँ लाने त देखाइदिनु कि
ब्याङ्कले लिलामी गर्दाखेरि पनि तपाईँलाई जानकारी दियो होला यस्तो यस्तो समस्या छ त्यो त बैङ्क सबै एकमुष्ट भएपछि हामीलाई अन्त्यम यस्तै गरेर आउने सबै मिलिसकेपछि अन्त्यमा खाली गराउन आउने अन्त्यमा उ गर्ने भएको हो। 3 करोड दिन्छु म छोड्नले छोड्दिनँ कि बुढी आमालाई मारोस्, 90 वर्षको बुढी आमालाई मारेर पस्छ भने पसोस्, हुन्छ हामी जान्छौँ, हामी जहाँ जान्छौँ। अहिलेलाई चाहिँ तपाईँले 1 महिनालाई मलाई उ दिएर जानुहोस्। लिलाम भएको चाहिँ कति भयो आमा खासमा? लिलाम के 90 करोड दिँदा नि लिलाम गर्नु पाइन्छ। हामीले 10 वर्षको राखेको थियो, 10 वर्षको लोन राखेको थियो। अनि कति 5 कि 6 वर्षमै लिलाम गर्न पाइन्छ। क्लियरली भन्दिनँ आमा कति लोन लिनु? तपाईँ यो घर चाहिँ नछोड्ने पक्षमा हो? नछोड्ने पक्षमा हो म घर पैसा तिर्छु, 3 करोड तिर्छु खुसी साथ राजी साथ। आज काट गरेर जानुहुन्छ भने जानु प्रमाण ल्याउनु न, नभए हामीलाई आज फर्किने आदेश छैन क्या, बुझ छैन क्या। सम्पत्ति सबै लिलाम गर्ने, सबै चलाउने, सबै खाने। उहाँहरूलाई माथि गएर पुगेर माथिबाट खाली गर्दै आउनु। अब हामीले के भएर पाइँदैन, के भएर पाइँदैन होइन, के भएर पाइँदैन? टेबुला गएर भन्नु पर्यो नि, टेबुला गएर भन्नु पर्यो, कागज दिनु पर्यो नि त। तपाईँलाई हिजो नि आएर भने आज दिएनन्, दिने नदिने हामीसित सरकार भएन क्या। लिने दिनेको त हाम्रो पाटो रहेन नि त। कहाँ हो जाने? तपाईँलाई हिजोसम्म टाइम थियो त, गएर टेबुला दिनु पर्दैन? यस्तो नगर्नुहोस्, यो चाहिँ गर्न पाइँदैन। तपाईँहरू आउनुहोस्, 1 महिनापछि आउन जानु पाइन्छ। तपाईँहरूले आफूले बुगर्दा तपाईँहरूले 1 महिनापछि आउनु अनि 15 दिनपछि आउनु भनेर आउने हो पुलिस। अनि अब जे होस् अनि भन्नु पर्यो नि त। हुन्छ यो ट्याम दिनु पर्यो नि त, हामीले ट्याम मागिरहेछ त। अनि अस्ति त्यो साँचो ल्याऊ पहिला। होइन अनि त्यसो नगर्नुहोस् है। अब हेर्नु मेरो मम्मीहरू हो। एकछिन बाहिर बोलाउनु त, बाहिर बोलाउनु न। मम्मीलाई बोलाउनु त, हामीले केही पुनै के गरे सर? हामीले बाहिर बोलाउनु न। 1 महिनाको हामीले दिने हो, हामीले दिने हो। तिमी अस्ति पनि दिएको छ टाइम। बाहिर बोलाउनुहोस्, बरु सल्लाहमा बाहिर बोलाउनुहोस्। सल्लाहले बाहिर बोलाउनुहोस् बरु। हामी तपाईँलाई सहयोग गर्छौँ क्या। अनि म जानै दिन्न भनेर डोरा आवेला बुगर्ने? जानै दिन्न भने त्यस्तो नि हुन्छ। डोरा आवेला बाहिर बोलाउनुहोस् उहाँले। दिदी ल तपाईँ आफै माथि टपमा लान्छु नि फेरि डकुमेन्ट ल्याउनु। डोर आएकोलाई त बु भनिदिन्छु, काहीँ रोका बु नहुने छ भने ल्याउनु। मैले त उच्च अदालतमा मुद्दा हालिरहेको छु होइन। मुद्दा त तपाईँको मुद्दा उच्चले सम्माननीय उच्च अदालतले बुगेर आइसक्यो नि। तपाईँलाई त हुँबाट फैसला भएर आएरै आज खाली गर्न आयो नि। उच्च अदालतमा मुद्दा त दर्ता भएको छ, चलिरहेको छ सर। ल्याउनु नि त त्यसको आज केही कपी ल्याउनु नि त। यही त हो त कपी भनेको। यो आज दर्ता गर्नुभयो, दर्ताको केही दर्ता गरेको होइन, यो त पर्मानेन्ट गरेर लिएर आएको अदालतबाट। त्यही त यो तपाईँले यो हाल्दै गर्दा मैले यो खोजे होइन क्या। अहिले फर्किने वातावरणको कागज ल्याउनु न ने। फर्किने वातावरण कागज भनेको छैन होइन भनेको हामीलाई विथड्र हुने, आजको डोर विथड्र हुने कागज छैन होइन तपाईँसित? छैन हो। अब म यसले भने मान्नुहुन्छ भने 1 महिनाले समय दिनु। 2-30 हालेको छ यसले, म 3 सम्म दिन्छु। 3बाट 1 पैसा पनि हाल्दिनँ। 1 महिनालाई ट्याम दिनु। 1 महिनापछि नि यस्तो भयो भने के गर्नुपर्छ गर्नु ल, जानु। म त यो चाहिँ नगरी छोडेँ। उहाँको घर होइन नि त, उहाँको घरमा छैन नि त, उहाँको घरै होइन। बरु कति पैसा झिक्या लोन हामीले भनिदिनु त, मलाई आएन। छैन भन्नुहुन्छ अनि श्रीमान चाहिँ होला नि त। श्रीमान भयो, श्रीमान श्रीमती भएपछि त होइन भन्न पाइन्छ? मेरो यो घर पनि कसरी ल्याएको थाहा छ? तपाईँलाई बोलाउनु अरू यो मान्छेहरू सबै यहाँ वरिपरिको मान्छेहरू सबैले जानकारी छ त्यो। पार्टीबाट हाले, घरमा आएको भनेर कुर्बानी पार्टीबाट हाले।
अलिअलि आयो गरे कोठा बस्ने त पारा उठाइ धर्म नछाड्नुहोस् उठाइ लाने धर्म नछाड्यो के हुन्छ मलाई धर्म छाड्यो मलाई यति रुवाको के हुन्छ त्यो त के गरेछ मैले नै गरेछु नि दुवासम्म बस्ने मान्छे तपाईँको आमा हो सबैको हुन्छ नि हामी हाम्रो नि घरमा आमा बुढी हुन्छ मलाई म्याच चाहिँ एक दिन पनि हुँदैन हुँदैन एक दिन पनि हुँदैन त्यो टाइम भयो नि त हजुरले नै म्यानेज गर्नु पर्यो नि त आमालाई अब गर्छु नि त नि हुँदैन अब त अस्तिदेखि भन्नुभयो अहिले एकछिन भन्नुभयो एकछिन हुँदैन अब मैले गर्ने काम सबै गुमाइसक्नु भयो अहिलेसम्म त्यति चाहिँ मलाई थाहा छ किनभने मैले हुँदैन त तपाईँ पाएसम्म त्यही गर्नुहुन्छ 40 महिना मैले लोन खाएको 40 महिना लोन खाँदाखेरि खानु भएको थियो लोन चाहिँ 1 करोड 32 लाख रुपियाँ खाएको हो मैले 70 सालमा हैन 90 लाख पैसा तिरिसकेको तिर्नु भयो त्यसपछि तपाईले अब ब्याङ्कमा पैसा नबुझाएपछि ब्याङ्कले लिलामी राखेर लिलामीमा अहिले तपाईको यो घर लगभग ब्याङ्कले राखेको चाहिँ कति भयो सरी बुझिन लिलामीमा ब्याङ्कले जस्तै लिलामी राखेको कति भयो चाहिँ अहिले जस्तै अरूले किनेको 2 वर्षपछि फेरि अब ब्याङ्कले लिलामीमा राखिसकेपछि कसैले किन्नु भयो त्यही बेलामा किने उहाँहरूले लिएकै 2 वर्ष भयो मेरो त बस्ने ठाउँ छैन जाने ठाउँ पनि छैन जसले किन्नु भयो उहाँको पैसा तिर्छु गर्ने कति तिर्छु भन्नुभयो उहाँले 2 करोड 35 लाख हाल्नु भएको 2 वर्ष भयो मैले 3 करोड रुपियाँ दिन्छु भनेर भने उहाँहरूलाई मानवमा छलफल हुँदाखेरि त्यसपछि बसन्त सरले कम्प्रोमाइज हुन्छ भन्दैन अलिकति पैसा थपिदिउँ मिलाउँ भनेर भन्नुभयो हुन्छ ल भनेर भने उहाँले अलिकति पैसा थपिदिनु भयो त्यो पनि उहाँहरू मान्ने पक्षमै उहाँहरू छँदै छैन मान्ने पक्षमा हुनुहुन्छ अनि आमालाई चाहिँ ढाल बनाएर तपाईँहरू चाहिँ अझै चाहिँ सेक्न पाइन्छ त्यो आमालाई चाहिँ तपाईँहरूले पाल्ने कर्तव्य होइन तपाईँहरूको चाहिँ पैतृक सम्पत्ति खाने लिलाम गर्ने उद्यमी बनी के गर्ने अनि पैसा चलाउने त्यो जसले लिलाम सकाएर चाहिँ ऊ पनि त नेपाली जनता होला नि उसको पनि त पैसा कहाँबाट लिएर आएको होला नि अध्यक्षज्यू खासमा यहाँको कथा चाहिँ के हो कथा त अब अहिले कर्मचारी मित्रले भनिसक्नु सबै कुरो हामी त फैसला जनप्रतिनिधि तपाईँलाई सबै कुरा थाहा छ तपाईँ टचमा हुनुहुन्छ अहिले भएको चाहिँ बारम्बार यो भएको 2 वर्ष जति भयो यो प्रक्रिया सुरु भएको होइन अहिलेसम्म आउँदा 2 वर्ष भयो अहिले उहाँ कर्मचारी मित्रले भनेको जस्तै बारम्बार चाहिँ सहमति गराएको सहमति गराउनलाई पहल गरिएको अनि एउटा कुरो चाहिँ अन्डरस्ट्यान्डिङ होस् भने दुईटा पक्ष मिलेनन् त्यो पछि हामीले के अरे त्यस न्यायिक समितिले पनि उनीहरूलाई राखेर सहमति गर्ने प्रयास पटक पटक गर्दा नभएको र न्यायिक समितिले चाहिँ निर्णय गरेपछि यो घर खाली गर्ने भन्ने कुरो चाहिँ निर्णय भयो त्यो पछि नै आएर हामीले चाहिँ फेरि सहमति गर्ने प्रयास गऱ्यौँ तपाईँहरू चाहिँ न्यायिक समितिबाट निर्णय भइसकेको छ के गर्नुहुन्छ त भन्दाखेरि उहाँ चाहिँ पटक पटक सहमति पनि नआउने अब हामी अदालत जान्छौँ अदालतले जस्तो फैसला ठहर गर्छ तपाईँहरूले गरे चाहिँ चित्त बुझेन मलाई त्यस कारण हामी अदालत जान्छु भन्नुभयो त्यो अदालत जान्छु भनिसकेको अवस्थामा उहाँ अदालत जानुभयो अदालत जम्मा नि विभिन्न प्रक्रिया भयो होला सबै कुरा बहस भयो होला त्यसबाट पनि अदालतले चाहिँ तपाईँहरूको चाहिँ हक दाबी नपुग्ने भने ठहर छ भनेर चाहिँ यो खाली गराउनु भनेर चाहिँ हामीले आदेश दिएको छ त्यो आदेश अनुसार चाहिँ अब काठमाडौँ महानगरपालिका कार्यान्वयन गर्न आयो त्यो कार्यान्वयन गर्ने क्रममा हामी चाहिँ रोभर मात्र बस्यौँ हाम्रो त अधिकार कुरो पनि भएन त्यो चाहिँ म कुनै व्यवसाय गर्छु म काम गर्छु भनेर लोन लिने त्यो लोन लिइसकेको अवस्थामा त्यो पैसा तिर्न सकेन भने त भोलि चाहिँ हाम्रो पनि त जोखिममा परेन पैसा त्यो लिलाम गरेर पैसा उठाएन भने संस्था हो तर उहाँ त तपाईँको भोटर हो नि त उहाँको पक्षमा मैले कसैको पक्षमा मैले न्यायको पक्षमा बोले उहाँलाई नि पटक टाइम दिएको हो त्यो अघि पनि भन्यौँ हामीले चाहिँ त्यो बिचको पैसा जुन ब्याङ्कबाट लिलाम भएको छ जुन 65 लाख चाहिँ जुन चाहिँ सम्बन्धित मान्छेको खातामा आएको छ त्यो खाताको पैसा पनि चलाएको अवस्था पटक भन्दा नमानेको अनि देखाउने बुढी आमालाई 85 वर्षको बुढी आमालाई देखाउने ढाल बनाउने अनि खाली नगराउने भन्ने कुरो हो चाहिँ अहिले भएको त्यति हो मेरो भनाइ चाहिँ त्यो आमाले पनि कति चाहिँ दुःख गरेर चाहिँ यो सम्पत्ति जोड्यो होला बुवाले सम्पत्ति जोड्यो होला यो पैसा चाहिँ व्यवसाय गर्छु म फाइदामा जान्छु गर्छु भनेर चाहिँ लिनुभयो होला उसको छोराले अहिले चाहिँ अप्ठ्यारो पर्ने स्थितिमा त्यो आमालाई अगाडि देखाएर अन्तिम अवस्थामा नै त्यो बुढी आमालाई अन्तिम अवस्थामा ढाल बनाएर चाहिँ के गर्न खोज्नु भएको उहाँले आखिर फैसला त कार्यान्वयन भइहाल्छ नमस्ते तपाईँको परिचय मेरो काजी बहादुर श्रेष्ठ कति भयो तपाईँले यो प्रपर्टी किन्नु भएको 2 वर्ष 2 वर्ष भयो हजुर कतिमा किन्नु भयो 2 करोड 35 लाखमा 2 करोड 35 लाख भयो होइन कति यसको क्षेत्रफल घर के छ खास 5 आना समथिङ 5 आना हजुर के ब्याङ्कको लिलामीबाट किन्नु भयो ब्याङ्कको लिलामीबाट ब्याङ्कबाट डाइरेक्ट उहाँहरूसँग पास गरे होइन ब्याङ्कले पास गरेको हामीलाई ब्याङ्कले पास गर्दै ब्याङ्कले डाइरेक्ट पास त्यो चाहिँ कसरी हुन्छ त्यो त अब ब्याङ्कलाई थाहा होला है ब्याङ्कले चाहिँ लिलाम गरिसकेपछि त्यो 3 जना चाहिँ तपाईँको त्यति बेला के अरे त्यो बढीबढाइ हुँदो रहेछ ऊ खोलेको 3 जनामा चाहिँ हामी चाहिँ धेरै हाल्ने परेछौँ अनि हामीलाई परेको थियो अनि हाम्रो वडा सदस्य जानुभएको त्यति बेला मैले देखेको होइन त्यो बडाबड उसमा लिलामीमा अनि पुलिस पनि जानुभएको थियो अनि त्यति जानुभएको थियो अनि हामीले चाहिँ किनेको
अनि जुन तपाईँले 2,35,00,000मा किने भनेर भन्नुभयो यो विवादित छ अलिकति समस्या छ होइन यसमा मान्छेहरू बसिराख्नु भएको छ त्यो ब्याङ्कले डाइरेक्ट हामीले पास गरिदियो उहाँहरूले पास गरिदियो होइन मलाई है सिधै ब्याङ्कले पास गरिदियो ब्याङ्कले नै खाली गर्नलाई किन भन्नु भएन त तपाईँले ब्याङ्कले खाली गरेर मलाई खाली प्रपर्टी चाहिँ दिए भएन किन ब्याङ्कले भन्नुभयो ब्याङ्कले खाली गर्दा हाम्रो यस्तो छ 35 दिनमा खाली गर्छु भनेर चाहिँ उहाँहरूले भन्नुभयो आएर उहाँहरू ब्याङ्कले खाली गरेको प्रपर्टी दिइसकेपछि त ब्याङ्कले खाली गरिदिनु पऱ्यो नि त होइन र खाली गर्नु पर्ने गरेन अब ब्याङ्कको भयो 35 दिन चाहिँ उहाँहरू बस्ने पाउने टाइम हुन्छ भनेर भन्यो ब्याङ्कले तपाईँहरूले 5 करोड माग्नु भएको छ भन्नुभएको छ नि उहाँले हामीले पैसै मागेको छैन अहिले खाली गर्नु प्लिज जसरी हुन्छ प्रोपर्टीमा चाहियो अहिले पैसा किनभने त्यो बेलामा हो नि हामीले दिने भनेर अहिले हामीले त्यो पैसा मागेको छैन ठ्याक्क कति भयो त तपाईँले किन्नु भएको चाहिँ कति वर्ष लगभग 2 इयर्स नै भयो 2 वर्ष भयो सहमति हुन्छ कि के यो किनभने हामी यो हुँदा हुँदा लङ कोचिङ भएर 2 वर्ष भयो 2 वर्ष भएको तपाईँलाई घर नै चाहियो जसरी घर चाहियो होइन हाम्रो कार्यान्वयन हुनु पर्यो हामी किन हामी पीडित छौँ पैसा पनि गएको यत्रो वर्ष कानुनमा जानु पर्यो हामी कानुन अनुसार चलेछौँ हामी बाहिर अन्यथा केही गरेको छैन